तिमीले सपना देख्न छोडेको छैनौ? कमसेकम त्यही एउटा सपना छ जहाँ तिमीलाई पाउँछु अनि तिमीसँग माया प्रेमका कुराहरू गर्छु। भिडियो कस्तो लाग्यो? न कोही स्टुडियो न ठुलो क्यामेरा, यो सिर्फ मैले एउटा स्क्रिप्ट अनि आफ्नो फोटोबाट बनाएको भिडियो हो। तपाईँ पनि यस्तै भिडियो बनाउन चाहनुहुन्छ भने यो भिडियो पुरा हेरेर लाइक कमेन्ट सेयर गर्नुहोस्। ओके साथीहरू, ल अब आउनुहोस् हामी भिडियो बनाउनतर्फ जाउँ। वाइटी क्रिएटमा जानुहोस्, यसलाई खोल्नुहोस्। त्यसपछि यहाँ इन्टरफेस खुल्छ। जनरेट भिडियोमा जानुहोस्। त्यसपछि आफूले जस्तो भिडियो बनाउन चाहनुहुन्छ त्यस्तै स्क्रिप्ट लेख्नुहोस्। अनि यहाँ स्क्रिप्ट लेखिसकेपछि मेक मी तपाईहरु पनि यस्तै स्क्रिप्ट लेखेर भोइसबाटै बनाउन सक्नुहुन्छ। कतिपयले चाट जीपीटीबाट पनि गराउनुहुन्छ। यदि भोइसबाट केही चीज लेख्दाखेरि हामीसँग शब्दहरू कतिपय नमिलेको हुन सक्छ, चेक गर्नुपर्छ। अनि तपाईहरुले यो स्क्रिप्ट लेखेको अनुसार यो प्रम्प्ट पनि बन्न जान्छ। हजुरको प्रम्प्टमा जति दम छ त्यति राम्रो भिडियो बन्ने हो। अब हामी फोटो सिलेक्ट गर्छौं, त्यो फोटो लिन्छौं। थिंक ओके, फोटोहरु एड गरेर कुन फोटोबाट हजुर भिडियो बनाउन चाहनुहुन्छ त्यो फोटोले एड गर्ने। त्यसपछि डन गर्ने। मलाई लाग्छ मैले गराएकोमा प्रम्प्ट स्क्रिप्ट राम्रै छ। धेरै चेक गरेर गराउने कोसिस गर्नु होला, किनकि यहाँ शब्दहरू तलमाथि मिस्टेक हुन सक्छ। अब जनरेट भिडियोमा दबाउनुहोस्। अब केही समय लिन्छ यसले तपाईको भिडियो बनाउनको लागि। नआत्तेर वेट गर्नुपर्ने हुन्छ। 1 देखि 2 मिनेट लाग्छ, धेरै समय त लाग्दैन। त्यति बेलासम्म हामी हेर्छौं हाम्रो भिडियो स्क्रिप्ट हामीले कतिको लेखेको छौं, हाम्रो प्रम्प्टले कति काम गर्छ, एआई को दिमागसम्म कतिको पुग्छ। भिडियो बनाउँदा राम्रो स्क्रिप्ट लेख्नु होला। दिमाग चाहिँ त्यति नै चाहिन्छ। बस फरक यति हो कि हामीलाई सेटअप चाहिन्न। हाम्रो लेखाइ अनुसार भिडियो बन्छ अनि फोटोबाट बन्छ। धेरै सजिलो छ दिमाग हुनेलाई। ओके, 99% भइसकेको छ। अब हाम्रो भिडियो चलिरहेको छ। अब हुन्छ। यसमा चाहिँ तिमीले सपना देख्न छोडेको छैनौ? कमसेकम त्यही एउटा सपना छ जहाँ तिमीलाई पाउँछु अनि तिमीसँग माया प्रेमका कुराहरू गर्छु। तिमीले सपना देख्न छोडेको छैनौ? कमसेकम त्यही एउटा। यसलाई इम्पोर्टिङ गर्नुहोस् अनि भिडियो जनरेट भइसकेको छ। यसले हाम्रो भिडियोलाई कन्भर्टेसन गर्छ अनि हाम्रो ग्यालेरी